यो एनटिसी भन्ने छ नि, नेपाल टेलिकम, जसलाई नमस्ते पनि भनिन्छ। यसका सञ्चालकहरू र यसका व्यवस्थापन गर्ने गुरुहरूलाई म चाहिँ भात नखाऊ कि तिमीहरू घाँस खाऊ भन्न चाहन्छु। 2-4 मिनेट कुरा गर्ने ब्यालेन्स हुन्छ मोबाइलमा, तर पनि कराकै तपाईको ब्यालेन्स सकियो रिचार्ज गर्नुहोस्, तपाईको ब्यालेन्स सकियो रिचार्ज गर्नुहोस् भने गरेर डिस्टर्ब गरिरहन्छन् हैन त। ब्यालेन्स सकियो भने अनि फोन हुँदैन, आफै थाहा भइहाल्छ नि। यो नकराइ पनि हुन्थ्यो नि, ब्यालेन्स सकिएको थाहा हुन्छ कि फोन नजाने बित्तिकै ब्यालेन्स सकिएको थाहा हुन्छ। तर डाटा निकाल्यो भने यिनीहरूले एकचोटि पनि तपाईहरुको डाटा सकियो, अब तपाईको बाँकी रकम काटिन्छ भनेर एकचोटि पनि भन्यो यिनीहरूले? भन्छ? भन्दैन यिनीहरूले। डाटा निकालेको डाटा कतिखेर सुट्ट सकिएछ थाहा भएन। अब भएको चाहिँ नि झन्डै 700 रुपैयाँ थियो ब्यालेन्स, सुट्ट स्वाहा भएछ आज। अब म एकजनाबाट यिनीहरूले यसरी ठग्छन् भने 3 करोडबाट 3 करोड नेपालीहरुबाट यसरी ठग्दाखेरि यिनीहरूको चाहिँ नि कति ठग्या हुन्छ त। त्यो रकम चाहिँ नि देश विकासमा, राष्ट्रको काममा, जनताको काममा प्रयोग भए पनि ल ठिकै छ भनेर चित्त बुझाउनु हुन्थ्यो कि। यो टेलिकमको अफिसको बाहिर यिनीहरूका चढ्ने गाडीहरू हेर्नुहोस् त। करोडका 2 करोड 5 करोडका गाडीहरू त्यहाँ चाहिँ नि राख्या हुन्छ यिनीहरूले। यिनीहरूको चढ्ने गाडीहरू, यिनीहरूको फ्यासिलिटी यति छ, अनि जनतालाई यसरी ठग्ने, रिचार्ज नगर्दाखेरि गर्नुहोस् भनेर भन्या गर्ने, डाटा सकिँदाखेरि एकचोटि पनि सूचना नदिने। यो ठगी होइन, यो चोरी होइन, यो बदमासी होइन। बदमासहरू तिमीहरू जतिकै पढे लेखेको, जतिकै ठुलो ओहदाको भए पनि तिमीहरू चाहिँ करोडैको गाडीमा चढ्यो भने तिमीहरूको हैसियत भनेको घाँस खाने हो, घाँस खाऊ साला। यसरी ठगेर ढाँटेर अरूलाई खानेहरूलाई चाहिँ नि घाँस खाऊ भन्न चाहन्छु।